नमस्ते सबैजनालाई। मैले आज आलु चिप्सको लागि 5 वटा ठुलो साइजको आलु लिएकी छु। आलुलाई सफा गरिसकेपछि चिप्स कटरमा राखेर चिप्सको साइज दिनको लागि मैले यसरी काटेँ। हजुरहरूले पनि यसरी नै पातलो साइजमा काट्नु होला। र काटिसकेपछि मैले फिटकिरी पानीमा एकैछिनको लागि छोडेँ, जसले गर्दा आलु कालो पनि नहोस् र दरो पनि होस् भनेर। पानीबाट यसरी निकालिसकेपछि मैले एकैछिनको लागि घाममा राख्नलाई जाँदैछु। मसँग धेरै टाइम थिएन, त्यसैले घाममा राखेँ। हजुरहरूसँग टाइम छ भने आधी घण्टा जति लागेर हावामा सुकाउँदा पनि हुन्छ। र घामबाट मैले यसरी लिएर आइसकेपछि यो फ्राई गर्नको लागि मैले तेल तताउन जाँदैछु। तेल भने यसको लागि धेरै चाहिँदैन, थोरै तेलमा पनि बनाउन सकिन्छ। र तेललाई भने धेरै नतताउनु होला। ठिक्क टाइपमा तातिसकेपछि अनि मैले भिडियोमा देखाए जस्तै गरेर आलुलाई राखिदिनु होला। आलुलाई एकैचोटि धेरै पनि नराख्नु होला र आलु राख्नसाथ नचलाउनु पनि होला। त्यसको पानी अलिकति मरिसक्छ तेलमा राखिसकेपछि। त्यसपछि मात्र बल्ल एक दुई फेरि बिचमा मात्रै पल्टाइदिनु होला, धेरै नचलाउनु होला यसलाई। यो एकदम सजिलोसँग बन्छ। र यो एक दुईचोटि चलाइसकेपछि गोल्डन ब्राउन हुँदै जान्छ। गोल्डन ब्राउन भइसकेपछि आगोको फ्लेम भने अलिकति हाईमा राख्नु होला, जसले गर्दा क्रिस्पी अलिकति छिटो हुन्छ र स्वाद पनि मिठो हुन्छ। मैले यतिको गोल्डन ब्राउन बनाइसकेपछि निकालेको छु। यतिकै बनाउँदा एकदम मिठो हुन्छ। र यसलाई निकालिसकेपछि हजुरहरूले यसमा चाट मसला, नुन खुर्सानीहरू मिक्स गर्न पनि सक्नुहुन्छ। यतिकै सससँग पनि दिन सक्नुहुन्छ। बच्चाहरूलाई टिफिन पठाउन एकदम सजिलो हुन्छ यो रेसिपी। हजुरहरूले पनि ट्राई गर्नुहोला। र यसरी निकालिसकेपछि मेरो चाहिँ यतिको बनेको थियो र एकदम क्रिस्पी बनेको थियो। मैले हजुरहरूलाई हातले पनि फुटालेर देखाएको छु। आफ्नो बच्चाहरूलाई पनि यसरी नै बनाएर हजुरहरूले खुवाउनु होला।